होइन तर म राज्यको नोकर भएको कारण राज्यको सम्पत्ति तोडफोड नहुने मेरो दायित्व हो म गर्छु तपाईँको लागि अनुसन्धान भएको छ त मान्छे समातेको छ अनुसन्धान नभए भन्नुहोस् न त प्रहरीले कुन कुरामा चाहिँ तपाईँले पक्राउ परेको छैन भने 3 जना मान्छे पक्राउ परेको छैन कि तपाईँको त्यहाँ गएर अनुसन्धान भएको छैन भने भन्नुहोस् फुक्नुहोस् अहिले यो गरिनुहोस् बाबु भनेर तर काम गर्दा गर्दा पनि अझै तोडफोड गर्नुहुन्छ भने यो मान्छे ठिक छैन भन्नुहोस् जहाँ गरेर भन्न सक्नुहुन्छ म एउटा नोकर चाहिँ राज्यको नोकर हो आमा कुनै पनि भटुवाको व्यक्तिले राज्यको नोकर भनेको सबै मान्छेको सम्पत्ति तोडफोड गर्न नदिने मेरो दायित्व हो म गर्छु राज्यको दबाउमा पर्नु भएको छ यहाँ हिन्दूले वा पीरमा छ र हिन्दू वा रवासी छ हिन्दूको बच्चा आमा पाइया छैन तपाईँलाई यो घरको माया छ कानुनले जे जाला जाला बाइकलाई कानुन भएन माथि छुँदैछ सब थाहा छ ओह्रालोले के कानुन गर्छ आर्मीले के कानुन सब थाहा छ अब त्यो अपराधीले त्यसले कानुन हातमा लिएर तपाईँको बहिनीलाई जसरी गरेको छ नि त्यही बाटो तपाईँले अप्नाउनु पर्छ भन्ने छैन नि अनि न्याय कहाँ पाउने न्याय तपाईँले पाउनुहुन्छ अपराधीको घरलाई सल्लाह गर्नलाई तपाईँहरूलाई पठाएको त्यस्तो होइन आफूले मान्छे जलाउने हामी घर चलाउन नपाउने होइन उसले हाम्रो दिदी बहिनी जलाउने कानुनको डर भर के पनि नलाउने होइन उसलाई कानुनको डर भएको उसले जलाउँछ हामी मर्नु भनेर आएको नि हामीलाई मार्नु भने हामी हातमा लिनु हामीलाई मार्नुहोस् तपाईँ हामीलाई पनि जलाउनुहोस् हामीलाई मार्नुहोस् तपाईँको दण्ड हामीलाई मार्नुहोस् अन्याय गर्नेलाई मार्न सक्नुहुन्न हामी न्याय खोज्नेलाई मार्नुहोस् तपाईँको दण्ड खान आएको दण्ड होइन तपाईँ हामीलाई मार्नुहोस् हामी मर्न भनेर आएको त्यहाँ चाहिँ टायर बाल्न खोज्नु भएको थियो होइन टायर बाल्न खोज्दाखेरि टायर चाहिँ उहाँहरूले नबाल्नुहोस् भन्नुभयो दोहोरो झडप चाहिँ भएकै हो तर ढुङ्गा चाहिँ हान्नु भएको होइन अब पुलिस प्रशासनले चाहिँ उहाँलाई एकदमै अमानवीय त्यसरी लानु भएको छ के अरे हामीले एकजना मात्र भाइलाई एकजना उहाँको पीडितको ज्वाइँलाई चाहिँ हामीले छुटाएर ल्यायौँ भनेपछि उहाँले एकजना भाइले चाहिँ अब हाम्रै पक्षमा बोलिराख्नु भएको थियो भने चाहिँ उहाँलाई चाहिँ प्रहरीले समातेर लानुभएको छ अब हामी चाहिँ जिपरका गएर अब उहाँलाई छोडिदिनु पनि हामीले डिएसपी साहबलाई पनि धेरै रिक्वेस्ट गरेका थियौँ अब फेरि हामी उतै जान लाग्यो